ट्रेकिङ गर्नलाई एकदम सुन्दर शान्त एकदम स्वच्छ भएको ठाउँ हाम्रो झन्डी डाँडा चढ्दैछौँ आज। बिच बाटोसम्म चाहिँ हाम्रो बाइक आयो। बिच बाटोदेखि चाहिँ निकै बाटो पानीले गर्दाखेरि त्यो पुलो बनिएको हुँदाखेरि बाइक नल्याउने र हामी हिँडेरै जाने भन्ने सल्लाह भएको थियो होइन राजु? हामी हिँड्ने जाने क्रममा उता एकछिन तल चौतारो पनि थियो, चौतारोमा हामी एकछिन विश्राम गरेर अब हामी अगाडि बढ्दैछौँ। ल हाम्रो गन्तव्यतर्फ लागौँ अब। अगाडि बढ्दैछौँ। यसरी जाँदै गर्दाखेरि राजु भाइले कन्दमुलहरूको व्यवस्था गर्दै हुनुहुन्छ। यो झन्डी डाँडा एकदम पर्यटकीय रमणीय स्थलको रूपमा चाहिँ यहाँ आउन सुझावको लागि के कस्तो उहाँहरूले विधि अप्नाएर आउन सक्नुहुन्छ, कति टाइम लिएर आउन सक्नुहुन्छ, कति खर्च बोकेर आउन सक्नुहुन्छ भन्ने कुराको पनि जानकारी गराइदिनु पर्यो। त्यो चाहिँ खर्च के खाँदै लाग्दैन। तपाईँले अब 2 बोतल पानी बोकेर हिँड्न सक्नुहुन्छ। अब खाजाको लागि तपाईँले अब चाउचाउहरू बाटोमा खाँदै हिँड्ने बिस्कुटहरू चाहिन्छ भने लिएर आउनु। हात र खुट्टा अलिकति डह्रो बनाएर आउनु होला। एक्सर्साइज नगरिकन चाहिँ नआउनु होला। अरू के छ, कति टाढा छ झापाको दौमुखादेखि कतापट्टि यो पर्छ? यो भिडियो चाहिँ हाम्रो लागि मात्र होइन है, यो भिडियो हेरिसके पछाडि अरू हेर्ने मान्छेले पनि कन्यामै पुगिराख्नु पर्दैन। दौमुखादेखि जस्ट माथि आउने बित्तिकै यति रमाइलो ठाउँ छ ट्रेकिङ गर्नलाई। 2-3 घन्टाको बिचमा हामीले तल माथि चढेर तल ओर्लिन सक्छौँ होइन। हामी एकछिन रेस्ट गर्छौँ साथी हो, एकछिन रेस्ट गर्छौँ, सकिँदैन यहाँ ज्यान तल माथि भयो भने कसले बिहोर्छ। एकछिन हामी रेस्ट। फाइनली हामी झन्डी डाँडा होमस्टे इलाम जिल्ला आइपुगेका छौँ। यहाँ चाहिँ खाना, बस्न, सुत्न सबैभन्दा सुरुमा पानीको व्यवस्था छ कि छैन? ल पानी हामीलाई 2-3 बोतल हामीले पानी पाएको छौँ। अब हाम्रो डाँडा हो, यो डाँडा हो। डाँडामा चढेर हामी साथीहरूलाई धन्यवाद डोरीको व्यवस्था गरिदिएकोमा। माथि टपमा आइपुग्यो। अर्जुनले फाइबर चोरेर ल्याएर यहाँ राखेको रहेछ। सबैभन्दा अन्तिममा आइपुगे पनि गन्तव्यसम्म पुग्यो। यहाँबाट चाहिँ हामी झापा हेर्न सक्छौँ। पर काँक्राभिट्टादेखि उतिर धुलाबारी चारालीदेखि उतिर बुट्टाबारी हुँदै त्यो बस पार्क देखिएको छ। बस पार्कबाट यतैबाट आउँदा मुक्तिचोकको थियो हनुमान सेन्टर होइन। हनुमान सेन्टरको यतापट्टि वान स्टप मल, अनि यहाँबाट हामी अदुवा खोला देख्न सक्छौँ। दुईतिरको पुल, त्यस पछाडि हामी चारपानी हुँदै लक्ष्मीपुर त्यहाँ पर्छ, दुर्गापुर छ, बिरिङको पुल त्यहाँ बनिँदै रहेछ। त्यहाँको पिलरहरू पनि देख्न सक्छौँ। हुँदै हाम्रो जुके कल्पट आयो। जुके कल्पट पछाडि सुरुङ्गा यहाँ छ। सुरुङ्गा माई खोला त्यहाँ छ। माई खोलाबाट यतापट्टिबाट हामी चढेर झन्डी डाँडाको टपमा छौँ आज हामी।